आज हाम्रो विवाह भएको पहिलो वर्ष। वर्षको 365 दिनमा 15 दिन मात्र सँगै भएर बाँकी 350 दिन हामी एक अर्काबाट टाढा छौँ। सहज त पक्कै थिएन। यदि हाम्रो यो दूरीले हाम्रो भविष्य उज्जवल हुन्छ भने सही दिउँला, केही छैन। हजुर जस्तो बुझ्ने मान्छेको साथ पाउनु नै मेरो लागि ठुलो कुरा हो नि। सबैले भन्ने गर्छन् संसारको सबैभन्दा राम्रो बिरुवा विश्वास हो, जुन जमिन मुनि होइन मनमा हुने गर्छ। हजुरप्रति धेरै आश राखेको छु साना। सधैँभरि यस्तै माया अनि साथ दिनुहोस्। जति जति हजुरलाई बुझ्दै गए नि हजुरप्रति माया झन् प्रगाढ हुँदै गएको छ। कच्चा उमेरमा समाएका ती हातहरू यति पक्का हुन्छन् भन्ने सोचेको थिइनँ। मेरो हरेक जिद्दीपनालाई पनि बचपनाको रूप दिने। बितेको 1 वर्ष नहुँदै मेरो बाबाले जति नै विश्वास गर्ने, मेरो बाबाले जसरी नै ख्याल गर्ने, तिमीलाई जे लाउन मन लाग्छ लाउनु है, तिमीलाई जे खान मन लाग्छ खानु, तिमीलाई जहाँ जान मन लाग्छ जानु, तिमी एक चरी हौ, तिमी खुल्ला आकाशमा उडेर आफ्नो उडान भर्नु है भनी मलाई मेरो बाबाले हालिदिएको पखेटामा अझ ब्वाक थपिदिएर मलाई खुल्ला आकाशमा चरी जस्तै उड्न प्रेरित गर्ने हजुरलाई बाचा गर्छु म। हजुरले म प्रति आँखा बन्द गरेर गरेको विश्वासलाई कहिले टुट्न दिने छैन साना। हिजो एउटा असल छोरी भएर जसरी मैले मेरो बाबाको इज्जत बचाएको थिएँ नि, त्यसरी नै हजुरको इज्जतलाई पनि सदैव शिरमा सजाएर हिँड्नेछु। म सिगार्नेछु हजुरको घर। बस कोही नहुँदा हजुर मेरो हुनु, कसैले नसुन्दा हजुरले सुनिदिनु, अनि सबैले मेरो गल्ती देखाउँदा मेरो गल्तीहरूलाई मनन गरी सत्यको पक्षमा उभिदिनु। हिँड्ने क्रममा अनेक बाधाहरू आउन सक्छन्, समय गलत हुन सक्छ। यो समाजले खुलेर बाँच्न कसैलाई दिँदैन। गलत नहुँदा पनि गलत साबित गराउन खोज्छ, जिउँदै मान्छेलाई पनि मरेतुल्य बनाउन खोज्छ। म भन्दिनँ सधैँ हजुर मेरै पक्षमा उभिदिनु, तर सही र गलत छुट्याएर निर्णय लिइदिनु है। मेरो संस्कारले गलत गर्न त कहिले दिने छैन, तर यो स्वार्थी मान्छेको भिडले गलत साबित गराउन खोज्छ। त्यति बेला हजुरले यसरी नै साथ दिनु है साना। हजुरले गरेको विश्वास नै मेरो सफलताको सुरुवात हुनेछ। ह्याप्पी एनिभर्सरी श्रीमानज्यू। धेरै माया अनि धेरै सम्झना छ हजुरलाई।